प्रकाश यो तिम्रो टोपी त अलि नमिले जस्तो बाङ्गो देख्छु, मिला छ त बाबु? म्याम यसरी हेर्दा त मिले जस्तै देख्छु, टाउकोमा पुगेपछि त कस्तो अरू सबैले मिलेकै छैन भन्नुहुन्छ। म त जान्दा पनि जान्दिनँ, हाम्रो झलक साथीले कस्तो राम्रो लाउनुहुन्छ, उहाँलाई नि सिकाइदिन भन्नुहोस् न। गुरुआमा के म साथीको टोपी मिलाउन सक्छु? कस्तो राम्रो, हामी पनि त्यही कुरा गर्दैछौँ। लु न एकचोटि लु त मिलाइदिनु झलक त। साथी यो टोपी कसरी लाउने? गुरुआमा साथी प्रकाश, यो टोपी लगाउँदा राम्रो बनाउने एउटा कला छ, जसमा हामीले टोपीको यो टुँडालाई थोरै मोड्छौँ, एउटा हात हामीले यसरी भित्र राख्छौँ र यो टोपीको अर्को टुँडालाई पनि हामीले यसरी थोरै मोड्छौँ। त्यस पछाडि टोपीका दुईवटा टुँडाहरू भाँचिएको तर्फबाट हामीले थोरै यसलाई प्रेस गर्छौँ, यसले यस्तो आकार लिन्छ। थिच्छौँ, यसलाई थोरै यो आकार लिन्छ। त्यस पछाडि हामीले हातलाई यो सेपमा लैजान्छौँ अनि यसलाई यस्तो तरिकाले माथिबाट थोरै थिच्छौँ। त्यस पछाडि यसलाई हामीले यहाँ थोरै सजावटतर्फ ध्यान दिन्छौँ। त्यस पछाडि हामीले नबिगारिकन यसलाई शिरमा लयौँ भने हामीले उखान पनि सुनेका छौँ, धार्नी न बिसौली दुई हातले उचाली, यस्तै गरी दुईवटा हातले नबिगारिकन शिरमा लगायौँ भने यसरी मिल्छ गुरुआमा। कस्तो देखियो त गुरुआमा? कति राम्रो। अब प्रकाश राम्रो देखिनु भएन त? मलाई पनि सिकाइदिएकोमा तिमीलाई धन्यवाद। अब घरमा म पनि यसै गरी मेरो श्रीमानलाई टोपी लाउन सिकाउँछु। ओके होइन, अब हेर्नु त झलक सरले हाम्रो प्रकाश सरको टोपी कति राम्रोसँग मिलाइदिनु भएको। अब यो भिडियो हेर्ने सबैजनाले यसै गरेर लगाउनु छ है त। हस्, नमस्कार। 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 ल